अलि लाउड चाहिँ आएर तर सुन्न चाहिँ मैले सुने स्विट कमाएर स्विट जस्तो छ यहाँ आयो कि एक्सको याद आउनु मन लाग्दैन गाइस हामी चाहिँ आज छौँ यहाँ यो फन पार्क भन्दा अलि यता हो यो पार्क रहेछ यहाँ चाहिँ होइन गुडी मण्डपमा आएको थियौँ अनि पार्क रहेछ र सिर्यौँ हामी तिनजना अब यहाँ छिर्ने क्रममा डुल्ने क्रममा देख्छौँ जता गयो कपाल यसो सुख शान्ति गर्न आएको हामी यस्तै पिस ठाउँमा यताउतिको त चारैतिर कपालहरू छुमा साथी ल्याब ल्याब बुलबुल गरिरहेछन् होइन के भन्ने अब उनीहरूलाई अब प्राइभेसी खोज्नलाई यस्तो ठाउँमा आयो यस्तो पब्लिक ठाउँमा नि प्राइभेसी पाउँछ 1-2 हजार खर्च गरेर जाओस् होइन मजाले गफ के हो होइन छुमा चाटी सबै त्यहीँ गर्नु यस्तो ठाउँमा आएर चाहिँ हुँदैन है हुँदैन बिल्कुल हुँदैन यहाँ त अब हामी जस्तो यसो पिस अब फर्स्टेड अब कोठामा कति बस्नु गर्मी छ एक त होइन उफ 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 कस्तो गर्मी हो भएर चाहिँ हामी चाहिँ यस्तोमा अलि शीतल खोज्न पिस अलि हरियाली होइन ताजा ताजा फ्रेस मौसम गर्न आइरहेको हुन्छ हामीले देख्न परेको त्यस्तो नमुना यस्तो गर्न चाहिँ ना है बिन्दी यस्तो यो गफहरू देख्दा कस्तो भइरहेछ यहाँ त मर्निङदेखि द्रिङ द्रिङ भएर तँलाई नि के तेरो नि पानी निस्क्यो क्या हो त्यस्तोहरूलाई देखेर के हो त्यहाँ यस्तो कपालहरू देखेर अब सिङ्गल भर्खरका जल्दा बल्दा युवाहरूको जोस होइन फेरि एकदमै हुन्छ नि एकदमै यस्ताहरूलाई चाहिँ फेरि एकदमै यो बेला त रगत उम्लेको उमेर हो खुन उम्ले जस्तै भग्लक अब यस्तोहरू याद गफ देख्दा झन् एकदमै यस्तोहरूलाई चाहिँ त्यस्तो यस्तो खोजली हुन्छ क्या यस्तो यङ केटाहरूलाई चाहिँ होइन त हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेको छ सो उता चाहिँ हेर्नु त हाम्रो को चाहिँ हाम्रो सम्झि चाहिँ बुद्ध भगवान् भन्दा स्टेट के अलि पोस्ट सिकाइदियो त गएर बुद्ध बन्नलाई 7 दिन मात्रै बाँकी छ फेरि यहाँ एउटा इन्ट्रेस्टिङ कुरा हेर्यो भने अब फोटो त खिचिरहेको छ फेरि चस्मा फेरि हालत यस्तो छ बिहानै छिन्नङमा रिग्रेट भयो नि त चस्मा लगाएर यस्तो छ फर्स्ट गेल भयो क्या सम्झे यार फर्स्ट गेल पानीले एकदम फर्स्ट गेल गऱ्यो नि हामीलाई एकदम पानीले फर्स्ट गेल एकदम पुल चाहिँ एकदम खतरा रहेछ है ल गाइस एकदमै पानी परिरहेको छ यतातिर चाहिँ होइन यहाँ चाहिँ अलि भुटाले गरेर चाहिँ अलि पानी छेकिरहेको छ नत्र यहाँदेखि चाहिँ मस्त पानी परिरहेको छ यहाँदेखि थोरै बाहिर निस्क्यो भने यतिको पानी हानिरहेको छ मस्त यस्तो क्यामेरा माथि गर्छ त्यहाँ पानी देखेर हो ल तर यहाँ यता भने चाहिँ अलि घनघर एकदमै अलि बाग्लो रहेछ यहाँ चाहिँ कडा त्यही भएर यहाँ चाहिँ अलिक पानी पर्दैन अलिक सेफ रहेछ यहाँ होइन तर यहाँ सिनहरू चाहिँ एकदमै यहाँ रिल बनाउनको लागि चाहिँ भ्यूहरू खतरा रहेछ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ यहाँ बबाल रिल बनाउन आइन्छ हो कि होइन खान्छ एकदम बेस्ट तर अलि नेक्स्ट टाइम यहाँ खतरा रिल बनाउन आइन्छ यो टाइम चाहिँ हामी अलिक एक्सप्लोर गर्न आएको थियौँ यहाँ होइन यसो घुमे जस्तो अलि अब उता भ्यालीभित्र बस्दै झ्याउ होइन अलिक सुख शान्ति ठाउँ गर्न आएको थियौँ ठिक छ आज एकदमै राम्रो छ होइन नेचर ब्युटी होइन तर यहाँ चाहिँ 6 बजीसम्म मात्रै भ्याएँ यहाँ चाहिँ अलिकति
कुरा पुरा भयो। अनि आजकल अलि 7 बजीसम्म चाहिँ उज्यालो दिउँसो नै हुन्छ। 7 बजीसम्म भयो हामीलाई एकदमै राम्रो हुन्थ्यो। तै पनि केही छैन। आज चाहिँ हामी यस्तो यहाँ घुमफिर गऱ्यौँ, हेऱ्यौँ। यहाँ राम्रो डेटिङ स्पोट रहेछ मान्छेहरूको लागि। 101 छ है। मलाई चाहिँ यस्तै ब्युटिफुल ब्याकग्राउन्डहरूमा चाहिँ आफ्नो रिलहरू बनाउन चाहिँ एकदमै मजा लाग्छ। नेक्स्ट टाइम चाहिँ हाम्रो कान्छा र म चाहिँ यहाँ भोबाल भिडियो सुट गर्न आइन्छ होइन एकदमै यस्तो ब्युटिफुल भ्यूको लागि चाहिँ सबैजनाले डेङ 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 लाइक गरौँ होइन। अब हाम्रो ब्लग कस्तो भइरहेछ त्यो नि भनौँ होइन। सकभर गाइजहरूलाई चाहिँ इन्टरटेन गरौँ भन्ने चाहिँ हाम्रो फुल प्रयास हो। अब हामी त्यसमा अलि बिगिनरै हो यसमा होइन, सिकिरहेछौँ, गरिरहेछौँ, भइरहेछ। तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ त्यो भन्नु। यस्तो कोही यस्तो रोगी हुन्छन्, अब फोटो खिच्यो भिडियो खिच्यो त्यहीँ एडिट गर्नुपर्ने यहीँ ठाउँको अन द स्पोट। हो अलगै लेभलका बन्दा छ। बन्दा अब यस्तै छ है। हामीलाई चाहिँ ठिकै लाग्यो भने त कान्छ एकदम एकदम ठिक छ। फेरि सनसेट प्याक है, यस्तो अब सनसेट नै देखिँदैछ नि त। रिल बनाउन एकदमै सही छ। साइको भाइ तामाङ हो लहड्न सुरु गर्यो। लहड्न सुरु गऱ्यो नि त। के हो ठिक हो ठिक हो। तेरो कपालहरू हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा, त्यहाँ यसरी आउँछन् होइन। त्यसरी आएर यहाँ मस्त चुम्मा चाटी गरेर टाल्छन्। त्यहाँ उतातिर चाहिँ लहड्न सुरु गरिहाले। लहडिरहेछ अब हामीलाई चाहिँ यहाँदेखि लहटिसक्यो होइन। हाम्रो आदरणीय गार्डले हामी चाहिँ अब बाहिर निस्किँदैछौँ। हाम्रो पैसा फस्केल भयो, भर्खर छिरेको 5 मिनट भएन। टिकट 40 रुपियाँ रहेछ। चुना लगाइदियो जस्तो भयो। तर नेक्स्ट टाइम हामी अलिक छिटो आउँछौँ है। 5 रुपियाँको यार 5 रुपियाँको मात्रै घुमेको सानो टेन्सन आएन। त्यही त लहडिहाल्यो। अनि यस्तो ब्युटिफुल भ्यूमा अझै भिडियोहरू बनाउन बाँकी नै थियो होइन। ठिकै छ। नेक्स्ट टाइम चाहिँ हामी अलि टाइममा आउँछौँ होइन। यस्तो दामी छ भ्यूहरू। त्यहाँ छन् सब च्यापेर अङ्गालो खसेर आउँदो रहेछन् मान्छेहरू है। यस्तो कपालहरू हामीलाई केही थाहा थिएन, के गर्नु। त्यहाँ तल नि गफ गर्नेहरूले छिरिङ त फाल्दैन। चटपट खाइ एरियाको जक्सन चारैतिर छ। भेलगुडी मण्डपको जक्सन चटपट बजार बिग चटपटे कि च्वास खालको हो कि यो बिग हो। खाना खाँदा त्यो खाना पनि नरिन्दैन कति दिन्छ सर यसलाई आउट अफ 10 मा? 4 कति दिन्छ आउट अफ 10 मा? 3 जम्मा। स्मेल त राम्रै आयो। म त झन् दिनै सकिनँ। के हो क्या स्मेलमा त मैले 10 आउट अफ 10 दिएँ। जब मुखमा पुग्यो
झन्डै निस्केन यस्तो जेन्युन रिभ्यू त कसैले छैन होला क्या मिठो 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 त्यस्तो मिठाई चाहिँ नभने पब्लिकमा त भात निकाल नगर्दा हिल्लै गर्छ हरायो क्या यस्तो पाच्छ त्यहाँमा चाहिँ सधैँ पोजिसनमा राखेको ए रेडी अवस्थामा जति बेला पनि रेडी हुनसक्छ स्मेलमा चाहिँ त्यो नै दिसाइनेलाई त्यो न त्यो नै अलि लाउड चाहिँ आएर तर सुन्न चाहिँ मैले सुने दिए त स्विट कमाएर स्विट कमाएर धेरै चिजको कमी चाहिँ स्मेललाई मात्रै अब ऱ्याङ्क गरिरहेछ तिमीहरू चाहिँ अहिले स्मेल चाहिँ यहाँ धनियाँले चाहिँ अलिक मिठो आयो चटपट मसलै लाग्यो त्यसै आउँदैन चटपट खाएर जस्तै भइरहेको छैन एकदम जेन्युन रिभ्यू हो क्या यो चाहिँ हो क्या कलेज के लाग्यो यसलाई भन्नु अमिलो छैन यहाँ अमिलो त बिल्कुलै छैन 100 रुपियाँको चटपट खाएर कति बोल्यो 200 को हल्ला गर्यो भने 200 को हल्ला मेरो चिक्कल चाहिँ खाएर हेर स्याल्दा जुन लगाएको तर जुसे जे बताने गर्दा चाहिँ चोरा भने भिवाका छैन हाफ बोइल हाफ बोइल हो न फुल बोइल हो के हो अनि क्या फ्रुट बनाउने के हो जम्मा 3 थरी मात्रै छ कति थरी चाहियो तँलाई अनि बस्ने एप्पल छ पाइनएप्पल छ वाटरमेलन छ पपैया छ यार छ पाइनएप्पल हो क्या फ्रुट्स भनेको थाहा छैन सम्झिनु मलाई सबसे टट्टी लाग्ने यो पपैया चाहिँ एकदम मलाई पनि मिठो लाग्यो तिमीहरूलाई मिठो लाग्दैन भिडियो पनि हाल्नुहोस् क्या अघि त्यस्तो हेऱ्यो झन् पार्कमा गफहरू यस्तो बिरयानी खाने भरे त तैँले त छिरिङ गरेको एक मुर्गन अझ फिक्स रे यार सक्छ त अलि तँलाई कसैले पनि त्यस्तो साह्रो सिक हुन्छ जस्तो चाहिँ मलाई लागेको थिएन त्यही सिक रहेछ यार त्यही नै कसले हालेको छैन नुन त्यत्तिकै भरे जान्छ भनेको छ त अनि होइन
कुनै ठाउँमा अलिक बढी जाने रहेछ कि यसको अलिक पाल ठुलो रहेछ यहाँ आयो कि एक्सको याद आउनु मन लाग्दैन न धेरै होइन कि त्यो अघि कभर देखेर त्यस्तो भएको याद गर्न नै आउनु मन लाग्छ कहिले याद गर्न नै आउनु मन लाग्छ कहिले तर यहाँ आएपछि कि रोला चाहिँ फेरि हल्का सेन्टी भइन्छ क्या हेर्छ नि फेरि यो भिडियो त फेरि मेरो सब्सक्राइबर हो अहिले हेरोस् न प्लिज बरु एकचोटि फेरि एकचोटि वान्स मोर अलि पीडादायमै जाओस् भने नो चान्स भन्ने मात्रै होला नो चान्स अब सम्मी घाँडै मर्यो चिलो हम जस्तो हो क्या सिल फर्म जस्तै गर्नुपर्ने रहेछ सो गाइस अब चाहिँ रुमतिर फर्किँदै हो पानी ढप्पै ठुलो पर्ला जस्तो छ धेरै ठाउँ गएन यता कतै नै डुलियो होइन यस्तै भयो आजको भ्लग कस्तो भयो भन्नु होला एकदम नेक्स्ट टाइम चाहिँ केटाहरूले अझै हामी चाहिँ भोलि चाहिँ हाम्रो गएको प्लान भयो अरे स्विमिङ पुल कहाँ अब हामी भोलि स्विम गर्न गएको होइन हाम्रो मेरो कान्छालाई चाहिँ फेरि अलि स्विम गर्न आउँदैन उसको लागि चाहिँ सिक्लाइ गर्न चाहिँ हामी सिक्लाइ गर्न लाग्छ चाहिँ हामी सिक्लाइ गर्न चाहिँ लग्छौँ है त सिक्लाइ यसले सिकाउँछ एकदम यसले यो यसले सिकाउँछ हामी चाहिँ त ल कस्तो लाग्यो सबैजनाले साथ सपोर्ट गरिदिनु होला हस्त धन्यवाद सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है त सेयर धमाधम सब्सक्राइब गरेर त 1K हिट हालिहाल्नु